आत्मा मर्दैन। याद गर्नु। यस कारण अघि हामीले पढ्दै थियौँ, फेरि पढौँ झट्टै 5 अध्याय 5 अध्याय यूहन्नाको सुसमाचार 5 अध्याय भाइ छिटो अब तर वचन चाहिँ बुझ्नुहोस् है, मलाई छिटो भन्ने मन लाग्छ। साँचो म तिमीलाई भन्दछु, पर्खनुहोस्, म त्यो पद देखाउँछु त्यो मात्रै 26 पद। किनभने जसरी पिता आफैमा जीवन छ त्यसरी नै उहाँले पुत्रलाई आफैमा पनि जीवन होस् भनेर दिनुभएको छ। दिनुभयो हाम्रो लागि नै कहिले नमर्ने जीवन। अन्त अनि उहाँले उनलाई न्याय गर्ने अधिकार पनि दिनुभएको छ। त्यो न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उनी मानिसका पुत्र हो। माथि त न्याय पो हुन्छ। तिमीले सुनेको सुनेन यो नानी नातिनीको त्यो दफनमा, अब तिमी त यहाँ न्यायमा उभिनु पर्यो, त्यस कारण तिम्रो नाम छैन यहाँ जीवनको उसँग। अब त्यही जलिरहेको आगो र गन्धको भट्टीमा, यो चाहिँ डरलाग्दो दोस्रो मृत्यु भनिकन भन्दछ। यस कारणले गर्दाखेरि यही कुरा हो वचन सेवाको अन्त चाहिँ त्यो कुरा। अन्तमा चाहिँ यीशु मसीहलाई नै विश्वास गर्दा मात्रै हामी त्यो न्यायबाट उम्किन्छ। अब यो नानीले कसरी आफ्नो न्याय प्रभु यीशुको न्यायबाट उनी उम्के सानै उमेरमा, होइन? हेर्नुहोस् त, याद गर्नुहोस्। यस कारणले गर्दा अब हामीले माटोको शरीर माटोमा मिलाउनै पर्छ। किनभने एउटा कुरा चाहिँ के छ भने मान्छेलाई परमेश्वर यसरी बनाउनु भयो, तर उनीहरूले आज्ञा चाहिँ पालन गरेन। तपाईँले हामी सबैलाई बाइबलको इतिहास थाहा छ, आदम र हवाले त्यो फल नखाएको कारण मर्यो नि, होइन? परमेश्वरले चाहिँ नखानु भन्ने आज्ञा दिएको थियो कि, तर खाए अनि मरे। तर अब त्यो आदम भनेको मान्छे तपाईँ र म छौँ, तर हामी मरेको त छैनौँ, तर हाम्रो आत्मा मरेको हुन्छ पापमा, हाम्रो यो कन्साइन्स यो विवेक मरेको हुन्छ, अनि हाम्रो यो अर्को के मरेको यो शरीर मरेको हुन्छ, अनि माटोमा मिलाउनुपर्छ। अनि परमेश्वरले उनीहरूलाई त्यो मान्छेलाई श्राप दियो। अब पढिदिनुहोस् आज्ञा नमान्दाखेरि 3 अध्यायको 19 पद। 3 अध्यायको 19 पद उत्पत्ति। तिमी माटोमा नफर्किन्जेल, किनकि तिमी यसैबाट निकालेको, तिमी यही माटोबाट निकालेको हो। तिमीले आफ्नो निधारको पसिनाले रोटी खानेछौ। यो चाहिँ तपाईँ र मलाई भनेको निधारको पसिना आइरहेको होला नि, हजुरहरूको निधारमा पसिना। किनभने तिमी माटो हौ, तिमी माटो हौ र माटैमा फर्किजानेछौ। अब यी फर्काउन आउनु भयो, फर्काउन आयौँ। तपाईँलाई पनि एक दिन फर्काउँछ। तपाईँलाई जे गऱ्यौँ जहाँ गऱ्यौँ, चाहे बगाउँदैछ जला, तपाईँ आत्मालाई जलाउनु पनि सक्दैन, बगाउनु सक्दैन। फर्किनुपर्छ, याद गर्नुहोस्। तर फर्केर कहाँ जान्छ? माथि पुगेपछि न्यायमा उभिनुपर्छ। कारण परमेश्वरले चाहिँ हाम्रो प्रभु यीशु मसीह मार्फत पापीहरूलाई मुक्ति दिन आउनुभयो, बचाउनको लागि आउनुभयो। यस कारण प्रभु यीशु मसीह हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो। यो 3वटा कुरामा तपाईँले विश्वास गर्नुहोस्, मनमा भन्नुहोस्, प्रभु यीशु मसीह मेरो पापको निम्ति मर्नुभयो, गाडिनुभयो, अनि बौरी उठ्नुभयो। त्यसरी नै यो नानीको पार्थिव शरीर बौरी उठ्छन्। के विश्वास गर्नुहोस् यो कुरामा? बौरी उठ्छ। अघि नै हाल्यो हेर्न, पहिला कुरा थियो। अब आखिरी पहिला कोरिन्थ 15 अध्याय देखिकन अब लास्ट आखिरी। ल यहाँ हेर्नुहोस्, अब कसरी जब प्रभुको आगमन हुन्छ त्यति बेला एउटा तुरहीको आवाज हुन्छ। हेर्नुहोस् त, तुरहीको आवाज। अब त्यति बेला मरेकोहरू बौरी उठिन्छ, होइन? अन्तिम तुरही भनिकन भन्दछ। 15 अध्यायको कति भयो? अन्तिम तुरही 52 पद पढिनुहोस्। यो चाहिँ अब तपाईँले पनि सुन्नुहुन्छ है। एकै छिनमा आँखाको झिमिकमा संसारको मान्छेले यो सुन्नुहुन्छ है, किन उहाँको सृष्टि हो नि त, सुन्छन्। अन्त आखिरी तुरही बज्दाखेरि, किनकि तुरही बज्नेछ, तुरही बज्छन् र मरेका र अविनाशी दशामा बौराइनेछ। अब हेर्नुहोस् त, तपाईँले नानी मऱ्यो भने फेरि बौरी उठ्छन्। अन्त र हामी चाहिँ बदली हुनेछ। यो नानी पनि बदली भएर जान्छ। हेर्नुहोस् त, यो नानीले त आदर पायो त। पहिला 4 अध्याय पहिला नि चल्छ, होइन? अनि त्यसपछि हामी जतिले यीशु मसीहको रगत चाहिँ पाप भएको छ। 16 पद, 4 अध्याय 16 पद। प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज, यो तुरही सुन्दा त संसारको मान्छे त उत्तानो पारेर छटपट गरिरहेको। यस्तो परमेश्वर प्रभु यीशु मसीह। अन्त
स्वर्गबाट ओर्लनुहुनेछ अब माथि स्वर्गबाट ओर्लिरहनु भएको छ। अनि ख्रीष्टमा मरेकाहरू यो नानी कसरी प्रभुलाई विश्वास गरेर ख्रीष्टमा कति मरेका छन् मर्नेहरू पहिले बौरेर उठ्नेछन् पहिला बौरेर उठ्छन्। अन्त त्यसपछि हामी जीवित हुने अब हामी बाँचिरहेको जतिले छन् र रहिरहनेहरू अब हामी रहिरहेको हुन्छौँ प्रभुलाई आकाशमा भेट्नको प्रभुलाई आकाशमा भेट्नको निम्ति उनीहरूसित एकसाथ यो नानीहरूसँग एकसाथ बादलहरूमा उठाइनेछौँ। यो हेर्नु त बादल हेर्न नानु पनि लाग्दैन। अनि यसरी हामी सबै प्रभुको साथमा कुरा एकान हामीलाई पहिला पहिला हामीले शिक्षा पाएको दाजुहरूबाट वृद्ध बाबुबाट जब कुनै पनि घरमा मृत्यु हुन्छ धन्यवाद चढाउने धन्यवादको गीतहरू किन गइगयो प्रभुलाई फेरि प्रभुले लिएर आउनुहुन्छ अनि फेरि जानुहुन्छ। त्यो चाहिँ टेस्टमनी हो, गवाई हो त यो नानीलाई मैले एकमुठी माटो दिएँ। अब यो नानी गयो मैले पनि विश्वास गरेँ यो नानीको पछि चाहिँ हावामा बादलमा म पनि जानेछु। कस्तो रमाइलो खुसीको दिन आइराखेको छ। त्यो हो के खुलाडी नगर्ने यस्तो संसारमा सुन्न सक्नुहुन्छ। संसारमा त हल्ला त्यहाँ अशान्ति त्यहाँ अशान्ति त्यहाँ लुट्यो त्यहाँ मार्यो त्यहाँ घिनलाग्दो काम गर्यो त्यहाँ चोर्यो दुनियाँभरको खबर अशान्ति अशान्ति। अब भूकम्प आउँदैछ अरे यता गयो अरे सुनामी आउँदैछ प्रभुको दिन तुरैको साथमा। यस कारण अब नानीलाई हामी माटो मिलाउन ल्याएको हो। यस कारण एउटा पद पढेर हामी अब त्यो काम सुरु गर्छौँ। उपदेश अहिले सायद त्यो वचन आउँछ होला 3 अध्यायको 20 पद पढिदिनुहोस् भयो सक्यो। सबै एकै ठाउँमा जान्छन्। हेर्नुहोस् सबैजना एकै ठाउँमा जान्छन्। सबै धुलोबाट आएका सबै यो धुलो यो माटो अहिले घाम लागेपछि यो सुकेपछि धुलो उठ्छ नि यसरी तपाईँ पनि आएको हामी सबैजना। अन्त सबै धुलोमै फर्केर फेरि सबैजना धुलोमै फर्केर जान्छ। फर्कायो भने त अब हामीले एकछिनमा धुलोमा फर्क तपाईँलाई पनि एकदिन फर्क तपाईँ कहाँबाट आएकोलाई कराउने भन्दा तल 16 रेली रोड एल्सदाईबाट हामी बजारतिर पनि गएको छिमेकीहरू कहाँ कहाँ छ तपाईँले पनि यो नानीले जस्तो अचम्बरी जीवन पाउनुहोस्। अनि तपाईँले यहाँ मात्रै भेट्नुभयो नानीलाई एक दिन माथि पनि यो नानीलाई भेट्नुहुन्छ। यो चाहिँ खुसीको कुरा र प्रभुले हामीलाई सबै वचन बुझ्नको लागि चाहिँ सहायता गरेको धन्यवाद छ। जतिजना सुन्नुभयो बढाइ प्रशंसा गर्दछौँ। र प्रभुजी हामी जुन आज समय लिएर आएका छौँ यहाँको अवस्था सब तपाईँलाई थाहा छ विदित छ प्रभुजी। र हजुरको परमेश्वरको वचनको आधारमा जेउनारको घरमा जानुभन्दा शोकको घरमा जानु अति उत्तम हो। यसर्थ प्रभुजी अब हाम्रो यो बालिकाको अनुपस्थितिले उहाँको घर परिवार कति शोक चिन्ता फिक्री भएको छ प्रभुजी। अनि हुन्छ नै सानो बाल्य अवस्थामा हामी सुनिरहेका थियौँ 11 वर्षसम्म म यो संसारमा रहनुभयो प्रभुजी। हामीलाई भन्दा प्यारो तपाईँलाई प्रभु यो बालक लागेको कारण तपाईँले लिएर जानुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ र प्रभुजी हामी तपाईँको नामकै बढाइ प्रशंसा गर्दछौँ। अब यो नानीले त प्रभुजी आफ्नो परिवारलाई छोडे अनि मण्डलीका प्रिय लोकहरूलाई छोडेको छ। अब यो नानीको दफनको सेवाकाईको लगाउमा जुन जुन वचनहरू आज घरमा आयो अनि यो तपाईँको गृहहाटमा नै आएको छ यो वचनको एक-एकवटा सुरक्षा तपाईँले गरिदिनुहोस्। अनि धेरै धेरै आत्माहरूले यो वचनहरू सुनेको छ। म पनि तयार छु कि छैन, म पनि एक दिन परमेश्वरको राज्यमा प्रवेश गर्छु कि गर्दिनँ प्रभुजी। सबै आज हामीलाई चेतावनी सहित तपाईँले यो वचन दिनुभएको छ। अनि जति हामी बाँचेकाहरू पनि छौँ हामी प्रभुमा कस्तो प्रकारले हामीले जीवन दिइरहेका छौँ कुन प्रकारले परमेश्वरलाई हामीले आदर दिइरहेको छौँ हामीलाई पनि एउटा प्रश्न यो नानीले गरेर गएको छ प्रभुजी। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अब यहाँको सम्पूर्ण शोकित परिवारहरूलाई तपाईँको अनुग्रह दया कृपा राखिदिनुहोस्, सान्त्वनाले भर्नुहोस्। र प्रभुजी अब यो बालिकाको यो सम्पूर्ण आज सेवकाईमा जो जति वचन गए सबको सुरक्षा तपाईँद्वारा नै चाहँदै यो प्रार्थना धन्यवाद माग ख्रीष्ट यीशु नाममा राख्दछौँ। सुनेर ग्रहण गर्नुहोस्। अब हामी गइराखेका छौँ। तिमी माटोमा नफर्कन्जेल किनकि तिमी यसैबाट निकालेको हौ। तिमीले आफ्नो निधारको पसिनाले रोटी खानेछौ
किनभने तिमी माटो हौ र माटैमा फर्किजानेछौ। सप उपदेश 3 अध्यायको 20 पदलाई पनि सबै एकै ठाउँमा जान्छन्, सबै धुलोबाट आएका हुन् र सबै धुलोमै फर्केर जान्छन्। 12 को 7 लाई पनि पढिदिनुहोस् त्यसैको। अब माटो जस्तो थियो त्यस्तै पृथ्वीमा फर्कनेछ अनि आत्मा परमेश्वर कहाँ फर्कनेछ जसले त्यो दिनुभएको थियो। यसै कारणले माटोको शरीर माटोमा मिलाउन हामी गइराखेका छौँ भने उहाँको प्राणलाई चाहिँ आत्मालाई चाहिँ परमेश्वरले हिजो नै लगिसक्नुभयो। केवल यहाँ बडी मात्रै छ। अनि अहिले हामी शास्त्रमा सुनिराखेका थियौँ एक दिन प्रभु बादलमा आउनुहुन्छ, फेरि पनि यो बडीलाई उठाएर लिएर जानुहुन्छ भन्ने बाइबलमा लेखिएको छ। त्यो कुरालाई हामी विश्वास गर्छौँ। यसै कारण हामी माटोको शरीर माटोमा मिलाउँछौँ। ल तपाईँहरूले लाउनु होला माटो है, लाइनसँग गर्नु होला है। पहिला